हाई एभ्रिवान, आज चाहिँ म फिस करीको रेसिपी लिएर आएकी छु। आशा छ हजुरलाई पनि मनपर्छ, हजुर पनि ट्राई गर्नु होला। सो मैले एउटा कराईमा पानी लिएँ। पानीमा यो चाहिँ इमली हो है साथीहरू, इमलीलाई चाहिँ एकछिन उमालिदिनुको लागि छोडिदिएँ र म पेस्ट बनाउन गइरहेको छु। यसमा नरिवल हालेँ, अनि प्याज, अनि अलिकति खुर्सानीको धुलो, अनि अलिकति बेसार र अलिकति पानी राखेर मैले यसलाई पेस्ट बनाएँ। अब अघि उम्लेको पानीमा त्यो पेस्टलाई मिक्स गरिदिएँ र यसमा टुक्रा पारेर काटेको टमाटर, अनि कुटेको लसुन, अनि अदुवा, अनि हरियो खुर्सानी र करी पत्तालाई पनि यसरी हालिदिए र स्वाद अनुसारको नुन राखेर यसलाई एकछिन उमालिदिने र मैले फिसलाई यसरी एड गरेँ। सबै फिस यसरी नै राखिदिएँ र एकछिन यसलाई पाक्नको लागि छोपिदिउँ। ल हेर्नुहोस् त पाकिसकेको छ। अब यसलाई झान्नको लागि मैले एउटा कराईमा मस्टर्ड सिड, मेथी, प्याज, करी लिप्स, अनि सुकेको खुर्सानी राखेर यसलाई एकछिन गोल्डन ब्राउन हुने गरेर फ्राई गर्छु। र अब गोल्डन ब्राउन भइसक्यो, हेर्नुहोस् त। अब मैले यसलाई झानिदिएँ। ल हेर्नुहोस् त कस्तो मजाले पाकिसकेको छ, रेडी भइसकेको छ फिस। हजुर पनि ट्राई गर्नु होला। थ्याङ्क यू फर वाचिङ माई भिडियो। प्लिज सब्सक्राइब माई च्यानल।